रगतको दाम दि आफ्नै बनाए हामीलाई, रगतको दाम दि आफ्नै बनाए हामीलाई, ईश्वरको निज सन्तान बनाए हामीलाई, ईश्वरको निज सन्तान बनाए हामीलाई। कति अजीब प्रेम, हालेलुया आमेन। कति अजीब प्रेम, हालेलुया आमेन। रगतको दाम दि आफ्नै बनाए हामीलाई, रगतको दाम दि आफ्नै बनाए हामीलाई। सबैभन्दा ठुलो पापहरुमा के चाहिँ सबभन्दा ठुलो पाप लाग्छ? दुईजनाले भन्नु ल। बेबिचारमा ठुलो पाप तिमीलाई चाहिँ कस्तो लाग्छ? पाप भनेको सबै पापै हो, तर सब मूर्ति पूजा गर्नु चाहिँ सबभन्दा ठुलो पाप हो। बुझ्यौ? बुझ्यौ? त हामीलाई लाग्थ्यो त्यो पाप हो भनेर। अनि अब तिमीले कहिले ग्रहण गरेको? कसको साथमा? दिपेन अङ्कल, दिपेन गान्तोक कि दार्जिलिङको? अहिले अमेरिकामा छ होइन? अच्छा ठिक है, दिपेनसँग ग्रहण गरेको? अच्छा अलिक माथि राख। त्यहाँदेखि ग्रहण गरेपछि कस्तो लाग्यो? कहाँ गरेको ग्रहण चाहिँ? जयगाउँमा। अच्छा पारेका छन् यस्ता कुरालाई हाम्रा निम्ति नै प्रेमी ख्रीष्टले तयार पारेका छन्। रगतको दाम दि आफ्नै बनाए हामीलाई, रगतको दाम दि आफ्नै बनाए हामीलाई। औ हे जवान क्रुस उठाई अघि बढौं, औ हे जवान क्रुस उठाई अघि बढौं। अब्राहमको वंश त हुँदै होइन। सो त्यो कारणले गर्दा एउटा नियम निस्कियो। त्यो चाहिँ के थियो भन्दा चाहिँ यदि कोही अन्य जाति है यहुदीको समुदायमा यहुदीको परमेश्वरलाई उनीहरूले पनि यहुदीहरूसित एकसाथ जिरो बुझ्न चाहन्छ भने उनीहरूले चाहिँ नि तीनवटा कुरा गर्नु पर्थ्यो। अङ्ग्रेजीमा भन्छ प्रोसेलाइट है, प्रभु यीशु मसीहले पनि त्यो शब्द चलाएको छ। भनेको प्रोसेलाइट इन्डक्सन भनेको चाहिँ नि अन्य जातिहरूलाई चाहिँ कसरी चाहिँ साँचो परमेश्वरको समूहमा ल्याउने। सो त्यति बेला यो एकदम पुरानो नियमको जमानाको कुरा हो। तिनीहरूले तीनटा कुरा गर्नु पर्थ्यो। एउटा खतना गर्नु पर्थ्यो, जो पनि आउन चाहन्छ उसको खतना हुनु पर्थ्यो है। अनि अर्को के हुनु पर्थ्यो? उसको निम्ति त्यस पश्चात एउटा जानवरको बलिदान चढाइन्थ्यो। अनि तेस्रो स्टेप चाहिँ ऊ चाहिँ पानीमा डुबाएर चाहिँ अब चाहिँ तिमी पक्का है हामी जस्तो यहुदी को के भयो? प्रोसेलाइट भयो भनेर उनीहरूले त्यो शब्द छ। बुझ्नुभएको होइन? अनि जसरी समय बित्दै गयो त्यो इतिहासलाई अब बाइबलमा पनि एकदम कम्ती मात्रै हामी त्यो कुराहरू देख्छौँ। तर बप्तिस्मा दिने यूहन्ना जब आयो है प्रभु यीशु मसीहको अगाडि, उसको जीवनमा चाहिँ बप्तिस्मा भन्ने कुराले चाहिँ एकदम त्यहाँनिर प्राथमिकता पाएको हामीले देख्छौँ। हो कि होइन भन्नुहोस् त है? सो त्यो कारणले गर्दा बप्तिस्मा दिने यूहन्नाको काम चाहिँ के थियो? मान्छेहरूलाई या फिर यहुदीहरूलाई प्रभु यीशु मसीहको लागि के गर्ने? तयार बनाउने काम चाहिँ उसको काम थियो। सो त्यो कामको लागि चाहिँ
बप्तिस्मा दिने यूहन्नाले चाहिँ बप्तिस्मा दिने त्यो कुरालाई चाहिँ एकदम उसले गरेको हामी यहाँनिर देख्छौँ। बुझ्नु भएको भएन है? किनभने प्रभु यीशु मसीहको लागि, मसीहाको लागि एउटा यस्तो लोक उसले तयार पार्नुपर्ने थियो, जो लोकहरू चाहिँ पवित्रतामा र धार्मिकतामा चाहिँ जिउँछन्। किनभने यस्तोहरूले मात्रै प्रभुलाई पछ्याउन सक्थ्यो। सो त्यस्तो लोकहरूलाई तयार गर्नुको लागि है, प्रभु यीशु मसीहलाई त्यस्तो लोकहरूलाई बाटो देखाउनुको लागि प्रभु यीशु मसीहको ऊ चाहिँ आएको। त्यसै कारणले गर्दा उसले बप्तिस्मा दिन्थ्यो। अनि उसको बप्तिस्मालाई के भनेको छ बाइबलमा? यहाँनिर आउनुहोस् त, मत्तीको किताब 3 अध्यायमा